Hi everyone, welcome to another video. So this time I'm gonna take you to Seifuksundo, Nepal's deepest lake. So your video चाहिँ is more about photography journey rather than a vlog. Let's begin. हिजो चाहिँ म यहाँ राति 9 बजे आइपुग्यो गाडी बिग्रेर त्यही भएर हिजो बेलुका चाहिँ केही खिच्न पाएन अनि चाहिँ बिहान अब यहाँ ब्रेकफास्ट खाएर अब यहाँ मेरो दाइ दिदीले मिठो खाजा खुवाउनु भयो अब यहाँबाट आज छेक्पा भन्ने ठाउँमा जाने So काठमाडौँबाट सुलीगढ पुग्नलाई मलाई it took more than 30 hours on a bus journey, which was already an epic adventure to begin. So यो ट्रिपमा चाहिँ मैले एउटा क्यामेरा, दुईटा लेन्स, ट्राइपोड बोकेर चाहिँ ट्रेक गर्ने रे। सो ट्राइपोड चाहिँ एकदम इसेन्सियलै हुन्छ इफ यु आर ट्राभलिङ सोलो। फोक्सुन्डो तालबाट आएको पानीको खोला हामी हिँड्छौँ तिरैतिर। सो त्यसैले पानी चाहिँ त्यस्तो धमिलो छैन, एकदम सफा नै छ। कलर पनि राम्रो छ खोलाको, बर्खा भए पनि। फोटो खिच्दै जाँदाखेरि युजुअल हाइकिङ गर्ने भन्दा अलिकति बढी टाइम नै लाग्ने हुनाले सो म चाहिँ सुलीगढदेखि छेक्पासम्म मात्रै पुगेँ। त्यो युजुअली 6 to 7 आवर्सको हाइक हो त्यो। आजको यात्रा चाहिँ छेप्कादेखि रिङ्मोसम्म छ। अलि टाढा भएकोले बिहान छिटो नै निस्केछु म। फोटोहरू खिच्दै जान्छु लाइट राम्रो हुन्जेलसम्म। सो लेट्स सी कति बजी पुग्छु रिङ्मो। मैले फोटो खिच्दाखेरि चाहिँ खोलाको मोसनलाई अलिकति स्मुथ देखाउने हिसाबले ट्राइपोड युज गरेर स्लो सटर स्पिडहरू युज गरेर फोटोहरू खिचेको छु। सो हियर आर सम अफ द। बर्खाको सिजन भएर नै होला त्यस्तो खासै ट्राभलर्सहरू मैले देखिनँ। मेबी इन अ डे त्यस्तै 7-8जना ग्रुपहरू देख्नुहुन्छ माथि जाने अथवा तल आउने। सो आई थिङ्क विच वाज अल्सो भेरी गुड टाइम फर ट्रेकिङ पनि। दसैँ तिहारमा त एकदमै क्राउडेड हुन्छ अरे, यहाँ बस्ने ठाउँ पनि हुँदैन भन्नुहुन्थ्यो। सो आई थिङ्क यो चाहिँ एकदम राम्रो टाइम भयो ट्रेक गर्नलाई।
हेलो गाइज, गुड मर्निङ फ्रम सेफ फोक्सुन्डो। सो अहिले चाहिँ म फोक्सुन्डोको यो फर्स्ट भ्यू पोइन्टमा आइपुगेँ। सो ठ्याक्कै अहिले कति 8 बजे, बिहान 6:15 निस्केको थिएँ। फोटो खिच्दै आउँदै गर्दाखेरि टाइम लाग्यो। सो फर्स्ट पोइन्ट भ्यू पोइन्टबाट चाहिँ भ्यू चाहिँ यस्तो देख्छ है गाइज। ल दामी छ कलर, त्यो घामको लाइट अनि क्लाउडको स्याडो सबै परेर ल यस्तो दामी कलर छ भने फोक्सुन्डो। सो म चाहिँ अहिले एक्लै आएको छु। हिजो 6 जना अर्को साथीहरू नि सँगै बसेको थियो भ्यू पोइन्ट होटलमा रिङ्गोमा। उनीहरू चाहिँ खोइ अब हिजो थाकेर होला आज अलि ढिलै उठ्यो। बिहान म अझै छिट्टै निस्किन्थेँ, 5 बजीतिर उठाएको थिएँ। बाहिर हेर्दाखेरि पुरै क्लाउडी थियो क्या, पानी पर्ला जस्तो देखेर निस्किनँ। अनि त्यो एकछिन कुरेर बस्दा 6 बजीतिर चाहिँ अनि बादल क्लियर हुँदै गयो। त्यसपछि चाहिँ ल भ्यू पोइन्ट जानै पर्छ भनेर हिँडेको। यो चाहिँ फोक्सुन्डोको तालपारीको एउटा यहाँ सानो टी हाउस जस्तो छ यहाँ। यहाँ दिदीले खाना बनाउँदै हुनुहुन्छ। अब खाना खाएर फर्किनुपर्छ। आज रेचीसम्म पुगिन्छ होला। मलाई 3 घन्टा लाग्यो ठ्याक्कै आइपुग्नु। अघि ओह्रालोमा त कुद्दै आएको म। यहाँ ठाउँ रमाइलो रहेछ, शान्त। बाहिर च्याङ्राहरू टन्नै छ, चरिरहेछ।